राधिका देखाउँछस् खाते ओए तल डरले होइन अहिले म यही आइडीमा आइफोनबाट बोल्यो भने तँ यहीँबाट आफै भाग्छस् आइज फेस कि फेस तरन्टीको छ आइज मासाला तेरो बाउ जहिले फेसमा आउँछ तँ पहिला फेसमा आइज नि मासाला फेस कि फेस आइज त सुड्डीको फेस नदेखेको र त सुड्डिनीको मान्छे हैन बुझ्छस् नि त सुड्डीको फेस नदेखेको र थुक्छस् खाते तँलाई सुड्डी अहिले मैले देखाइदिन्छु तँलाई अहिले यहाँ च्यातेर देखाइदिन्छु एउटा देखा त ल तेरोमा दम हुनु पर्यो नि तेरोमा दम हुनु पर्यो तेरोमा मुटु हुनु पर्यो हामी पनि हेर्छौँ ल देखाउ त त मुजीलाई मैले चिनेर यहाँ आएको हो साइलाले चिनेर आएको बुझ्छस् नि चिनेर के खेल्छ अहिले चिनेर खेल्छ शारजाको भालु हो त नि कस्तो भुवाइबाट नचिनेको झन् म त भनिरहेको झन् यो त अनि त्यसो नगर राम्रो छ त्यसो नगर यो फिटमेन्टको सपोर्टमा आएर बोल्ने यही हो युआइडी भन्ने भोलि खुल्छ अनि अर्को आइडीबाट आएको अनि यो हाइल्यान्डर भनेको हाइल्यान्डर आइडी भनेको काजुवालाको आइडी बोकेर आएको यसलाई मैले चिन्दैन होला किन बोल्छस् त म अहिले पहिलादेखि नै हो नि कहाँ अहिलेदेखिको होला मेरो यो आइडीमा आफूले चिक्ने नान्डीका चौडाहरूको पछि किन हिँड्छस् बल्ला चिने कस्तो भोइसबाट नि नचिनेको त नि साइला दाइ यो राम्रो होइन कि यो फिटमेन्टको सपोर्टमा आएर उफ्रिने उर्लिने किन छ यो चाहिँ फिटमेन्टको यसको बाउ हो कि यसको अन्नदाता हो फिटमेन्ट भन्ने तँलाई के भयो तँलाई त म चिनै चिनेन त फ्याक आइडी बोकेर हिँड्ने त मुला खाते तेरो बाउ भनेको यही हो उता जा लेभल बनाएर आइज पहिला चिन्छ राम्रै हो यो केटी किन फिटमेन्टको पछि कुदेको ज्याठी यो फिटमेन्टको सपोर्टमा आएर उफ्रिने हो नि त यो के सही हो के गलत हो त्यो बुझ्नु मलाई पनि चिक्ने हान्छु चिक्नेलाई फेरि म याद गरेँ चिक्ने अर्का घर रिताउने मान्छे भर्खर जेलबाट निस्केको छ कि चिक्ने याद गर यो सम्झे त रिस उठिहाल्छ मलाई के भन्यो अरे नि यो चिक्ने फिटमेन्टले त्यो घोटिनीलाई त्यो मुजीको 20,000 आउँदैन साइडको के खेलिस् भनेर तँ मुजी धेरै घमण्डी सुनेछ घमण्डी कुरा नगर चिक्ने तेरो ठुलो फेरि सानो आइडीबाट ठोक्नुपर्छ त्यसलाई एउटा मान्छेबाट मुजी जस्तो झेल आएर फेरि हालिदिन्छु चिक्नेलाई फेरि म 2 वर्ष चिक्ने याद होइन त्यसलाई ठोक्नै पर्ने भन्छ कस्तो घमण्डी छ क्या त्यो चिक्ने अलिक घमण्डी छ घमण्डीले मायु भन्छ तेरो लाडो घमण्डी लौका जस्तो छ तेरो छाती चिक्ने नदेखेको तेरो जिउमा मोजी लौका जस्तो छ तेरो छाती जिउको सेफेर मोजी तेरो भित्र हालिदिन्छु चिक्ने रन्डीको लागि तैँले मेरो ठुलो आइडी खाने मेरो आइडी खाइस् कि त्यो चिक्नेको आइडी खाइनेछन् मलाई आमा कसमहरू तेरो आइडी खाइदिन्छु दाइ यसले पनि रिपोर्ट हान्नेलाई चाहिँ हाइलाइट्स तल झार्दिनु रिपोर्ट हान्नेलाई हाइलाइट्स हान्दैन ओइ त मासाले जे पाइदियो शान्तलाई भन्छस् शान्तलाई म पहिला कति मिलेर हामी तैँले चिनेको साइला दाइलाई कति दिन तैँले चिनेको साइला दाइलाई कति दिन तैँले चिनेको साइला दाइलाई कति दिन भयो भन् भोलिसम्म सस्पेन्ड भएको छ यो आइडीबाट आएको छ यहाँ कुरा गरिस् ठुलो कुरा गरिस् त म त भर्खर त 1 वर्षदेखि चिने पनि त सुख दुःखको बेला आइज न सुख दुःखको बेला अस्ति भर्खर चम्किन लाउँछस् भाइरल हुनलाई दाइकोमा यति भन्छु कि त होस् भने फिटमेनलाई जसरी सपोर्ट गरिस् सुन मेरो कुरा सुन न फिटमेनलाई जसरी सपोर्ट गरिस् दाइलाई सपोर्ट गर्न ब्रोडमा आइज न किन आउनस् माया चिक्ने भ्युअर्स धेरै चाहिँ आउँछस् मुजी यहाँ भाइरल हुनलाई माया चिक्ने म जतिखेर पनि आइरहेको छु के यतिखेर मात्र कुरा गर्छस् अहिले तँलाई त चिन्दैन तेरो पहिचान के हो माया चिक्ने तेरो पहिचान के हो भन् भोला भाइ जब फिटमेन्ट हराएको थियो यो भनेको गेम बाइक कसैको लाइफमा जुट्दैन थियो अनि किन गेम खेलेको भनेको त यसले के काजुवालाको कोइन लुट्नको लागि पो गेम खेलेको यसलाई फुल सपोर्ट गर्थ्यो काजुवालाले अनि यसको हेर्दियो नि त काजुवालाले सबले भन्दैछ अनि काजुवालाले हेर्दियो यसको हामीले दाइलाई 0 देखि माथि लगेको तर हामीले भन्दैनौँ कि दाइलाई चिनेको यो सोच साइला दाइलाई को भनेर तँ हिजो आएको टिकटकमा होला तेरो पापा भनेको नि 2018 बाट टिकटक लिएर हिँडेको मान्छे बुझिस् नि ठुलो कुरा गर्छस् म चाहिँ सुड्डी गनाउने पुती लिएर हिँड्छस् हिँड्छु त पानी आउँछ त अनि जा पानी तेरो माया चिक्ने उतैतिर भिसीमा चुवा पानी माया चिक्ने रन्टी
आइडीमा हेर्नु त चिकन त्यसको त आइडी देखाउँदै मसँग दुईटा आइडी परेको ए दुश्मनहरूलाई राख्नुहुन्न कि फिटम्यानको यहाँ नलेज लिन आएको हेर्न आएको कति भ्युज आउँछ साइलाको के छ भनेर पठाएको मेरो त अहिले त यहाँ 2000 छ पछाडिबाट अहिले 2000 छ 25-26 छ 25-26 पछाडिबाट हेरेर छ 1800 त अघि थियो 1800 नानी होइन follow पनि गरिदियो दाइले follow पनि गरिदियो चलाउँदिनँ पनि तर मलाई चलायो भने म छोड्दिनँ तर तँलाई चाहिँ एउटा कुरा हेर है ओइ हाइलाइट तँ अलि सुन माइलाले हेर्नु त उहाँ फेसमा मुझे इफेक्ट लगाएर आएको थियो यस्तो इफेक्ट आइडी गर यस्तो स्थिति ल हेर्नु ल ल ल भयो अब भोला म गेम खेल्छु ल रेडमेन खेल्नु खेल्नु ल ओके ल भाइ ल ल सबैलाई धन्यवाद यहाँ साह्रो बाँचो भयो राम्रो पनि हुन्न ल सबैलाई यहाँ ढोएको छु अलिकति इन्टरनेसनल म्याच हुनु भइरहेछ होइन म भनेको टिकटकको राजा हो चिक्ने बत्तै पालिदिन्छु फेरि म सबैलाई इज्जत गर्छु होइन मैले किन गाली गरेँ भन्नुहुन्छ भने तपाईँहरू मलाई के भन्छन् छोरी चिक आमा चिक भन्छ